महाकाली सन्धि गर्दाखेरि प्रधानमन्त्री को हुनुहुन्थ्यो? त्यो बेला गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो। प्रमुख प्रतिपक्षी दलको नेता को हुनुहुन्थ्यो? त्यो बेला नेकपा एमाले थियो। सन्धि अवलोकन कसको नेतृत्वमा भएको थियो? हैन, सन्धिको विषयमा ठुलो बहस भयो र अन्तमा हाउसमा ल्याएर केपी शर्मा ओली हुनुहुन्थेन? हामीले त्यसलाई 2 तिहाईबाट एप्रुभ गराएको। अन्तिममा निर्णायक हस्ताक्षर गर्ने त्यो देवराज घिमिरे होइन? निवर्तमान सभामुख? न त्यस कुरालाई तपाईले के कुरा अहिले जोड्नु जरुरत छैन भने इतिहासका ती घटनाक्रमहरू तपाईहरुको डिजाइनमा त्यो महाकाली सन्धि भयो, इतिहासका ती भनेर विपक्षीहरू आक्रामक रूपमा प्रस्तुत भइराछन् त हैन। इतिहास सत्ता पक्षका सांसदहरूले हेर्नुस् न के जवाफ दिइराछन् तपाईहरुलाई। इतिहासका ती सबै तथ्यहरू त्यति बेला जलस्रोत मन्त्री पशुपति शमशेर जवारा, परराष्ट्र मन्त्री डाक्टर प्रकाश चन्द्र लोहनी, हामी विगत प्रति उहाँहरूलाई समेत तपाईहरुले बाध्य बनाउनु भयो भन्नु भएको छ। महाकाली सन्धि खारिज गर भन्दै हुन्थ्यो। म महाकाली सन्धि साइन गर्न जाने थिएँ दिल्ली हुनुभयो। महाकाली सन्धि साइन गर्न दिल्ली जाने मान्छेले महाकाली सन्धि खारिज गर्छु भन्ने सोच्छ उसलाई। पानी लिपु लेक लिपुवा धोरा सहितको नक्सा त नेपालको नक्सामा त थियो 58 वर्ष पहिले। अरे कुन देश बेच्योले देश बेच्यो? श्वेत पत्र खोइ जारी गरेको? श्वेत पत्र जारी गर्नु पर्दैन? चुडी खेलमा राष्ट्रघातले झुन्ड्याउनु पर्दैन? ढाकछोप गर्ने? अरे सभामुख महोदय, महाकाली सन्धि हुँदाखेरि अरे 25 वर्ष पहिले महाकाली सन्धि भएको थियो र यही संसदबाट पारित गराइएको थियो। त्यो महाकाली सन्धि कसरी भयो? अरे त्यसमै थियो नि महाकाली सन्धिमा लिपुले काला पानी लिम्बुवाधुराको महाकालीको स्रोत, त्यो नदीको स्रोत मुहान कता त्यो क्लियर भएको भए त हाम्रो जमिन मिचिङ थियो र किन भएन? यही संसदबाट पारित गराइएको थियो। कसले पारित गरायो? कसले सम्झौता गर्यो? कसले पारित गरायो? म त सुनेको छु, त्यति बेला म सांसद थिइनँ। पार्टी पनि फोरेर पारित गराइयो भयो। अरे कस्तो राष्ट्रवादी काम गरे हो? महाकालीलाई संसदबाट पारित गराउँदाखेरि त्यो मुहानको चाहिँ महाकालीको मुहानको चाहिँ पत्तो नलाउने र त्यसलाई चाहिँ संसदबाट पारित गर्ने। त्यसैले राष्ट्रघातीको पहिचान हुनुपर्छ सभामुख महोदय। संसद अवरोध गर्नेलाई सभामुखले मार्शल लगाएर, त्यहाँ मार्शल भन्ने हुन्छन्, लगाएर घोगरे ठ्याक लाएर बाहिर निकालिदिएर अब मर्यादा पालक लगाएर घोगरे ठ्याक लाएर बाहिर निकालेर झ्यालटुङ झ्याङ पारेर